यो E99 ड्रोन चाहिँ यो उडाउने तरिका चाहिँ हामी यहाँ देखाउँदैछौँ होइन। यसमा चाहिँ तपाईँको आउने रिमोट यो ड्रोन है, त्यसपछि यसमा एक्स्ट्रा हान्नेको विङ्सहरू आउँछ। प्लस यसमा यो मोबाइलमा कनेक्ट गर्ने एपहरू पनि यसमा दिएको हुन्छ मेनुअल। यसलाई चाहिँ अब कसरी उडाउने भने चाहिँ यहाँनिर तपाईँको ब्याट्री हुन्छ, यो ब्याट्री चाहिँ निकाल्नलाई चाहिँ यसरी निकालेर खिचेर निकाल्नु भयो भने निकाल्न मिल्छ। यो चाहिँ चार्ज गर्ने तरिका हो यहाँनिर चाहिँ है। यसरी उल्टो फर्काएर राखिदिनुहोस्, यसरी छिराएपछि अन गर्नु छ। त्यसरी चिप्यो भने अनब्लिङ्किङ भइरहेको छ। त्यसपछि यहाँ रिमोटमा तपाईँले ब्याट्री हाल्नु पऱ्यो, यसरी अन गरेर एकचोटि ब्लिङ्किङ भएर अफ हुन्छ। त्यसपछि यसलाई यो कुनामा, त्यसपछि यसलाई यो कुनामा गऱ्यो भने यहाँनिर ब्लिङ्किङ हुन्छ है त। यसरी भएर अब एकछिन रोक्यो। अब यति रोकिसकेपछि अब उडाउनलाई रेडी भयो। यसरी अब यसलाई चाहिँ माथिपट्टि यसरी माथि छिटो नै यसरी उडाउनु हुन्छ है। दायाँ बायाँ यसरी उडाउनु हुन्छ है। यतिको उडाउनु चाहिँ सकिन्छ है मजाले। ल अब यो मोबाइलमा चाहिँ म कसरी कनेक्ट गर्ने, यसको क्यामेरा हेर्ने तरिका चाहिँ म देखाउँछु तपाईँलाई एकछिनमा भन्नु।